मसँग आज रहेको छ ओप्पो A5 प्रो। यो चाहिँ नयाँ मोडल छ र यसको प्याटर्न लक छ। यसलाई चाहिँ कसरी बाइपास गर्ने छ, यहाँनिर तपाईँले मोडल हेर्नुभयो भने CPH 2711 CPH 2711 यो ओप्पो A5 प्रो। यो यसको चाहिँ लकलाई कसरी हामीले बाइपास गर्ने यसको बारेमा आजको भिडियो रहेको छ। यसलाई तपाईँले यो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईँले आफ्नो ओप्पो फोनमा लक लागेको छ भने आफै बाइपास गर्न सक्नुहुन्छ। तर महत्त्वपूर्ण कुरा के छ भने यसमा भएको जति पनि डकुमेन्ट, फोटो, भिडियोहरू छ, एप्लिकेसनहरू छ डाउनलोड गरेको, त्यो चाहिँ सबै डिलिट हुन्छ। यो नयाँ किन्दा जस्तो थियो त्यस्तै हुन्छ तपाईँले फर्मेट गरिसकेपछि, त्योभन्दा अरू अप्सन छैन। यसको लागि नर्मली तपाईँले आफ्नो फोनलाई अफ गर्नुहोस्। अफको लागि पावर कि र भोल्युम अपलाई एकैचोटि प्रेस गर्नुभयो भने यहाँनिर दुईवटा अप्सन छ, यसमा तपाईँले अफ गरिदिनुहोस्। अब अफ भइसकेपछि तपाईँले यसलाई रिसेट गर्न सक्नुहुन्छ। एकदमै सजिलो छ, केही पनि अप्ठ्यारो छैन, गाह्रो छैन। तपाईँले यहाँनिर यो पावर की र भोल्युम डाउन बटनलाई एकैचोटि प्रेस गर्नुभयो भने पावर की र भोल्युम डाउनलाई तपाईँले एकैचोटि प्रेस गर्नुभयो भने हेर्नुहोस् है त ओप्पो, त्यसपछि अब यसलाई छोडिदिनु भयो भने र भोल्युम डाउन बटनलाई प्रेस गरिरहनु भयो भने हेर्नुहोस् है त यसमा एउटा अप्सन आउनेछ। हेरौँ, हामीले नर्मल्ली एकैछिन यसले टाइम लिन सक्छ। यहाँनिर हेरौँ हामीले, ओके, यो इन्टरफेस देख्न सक्नुहुन्छ तपाईँले। त्यसपछि भोल्युम डाउनको सहायताबाट अथवा तपाईँले सिधै यहाँनिर सिलेक्ट गर्न पनि सक्नुहुन्छ, अथवा डाउन र यसले पनि चलाउन सक्नुहुन्छ यदि तपाईँको टचले काम गर्दैन भने। त्यसपछि यहाँनिर फर्मेट डाटा, अब यहाँनिर प्लिज इन्टर भेरिफिकेसन कोड भनेको छ। यो 8921 यो तपाईँको मोबाइलमा राखेको कोड होइन, यसले आफै दिन्छ 8921 देन फर्मेट। त्यसपछि यसले एकैछिन टाइम लिन्छ। अब भयो फर्मेट, त्यसपछि अब यो फोन रिस्टार्ट हुन्छ। अब यहाँ हेरौँ, रिस्टार्ट हुनको लागि चाहिँ एकैछिन टाइम लाग्छ। यहाँनिर तपाईँले हेर्नुभयो भने एकैछिन यसलाई होल्ड गर्नुपर्ने हुन्छ तपाईँले, यो रिस्टार्ट हुनको लागि टाइम लाग्छ। त्यसपछि अनि हेरौँ,
त्यसपछि तपाईँको मोबाइल फर्मेट भइसकेपछि यो इन्टरफेसमा आउँछ। यो तपाईँले जब मोबाइल किन्नुहुन्छ त्यस्तो बेलामा पनि यो इन्टरफेस हुन्छ। यहाँनिर नर्मली तपाईँले अब यो नेक्स्ट गर्नुहोस्। त्यसपछि यहाँनिर कन्ट्री रिजन सिलेक्ट गरौँ हामीले नेपाल। त्यसपछि गरौँ यहाँनिर नेक्स्ट, फेरि नेक्स्ट, त्यसपछि स्किप, त्यसपछि यहाँनिर वाइफाई नेटवर्क छ भने तपाईँले जडान गर्न सक्नुहुन्छ, नत्र यसलाई स्किप गरिदिन सक्नुहुन्छ। स्किप कनेक्ट यर वाइफाई। अब यसमा वाइफाई कनेक्ट नगरिकन जानै मानेन। ओके, म वाइफाई कनेक्ट गर्छु। यहाँनिर नेक्स्ट, त्यसपछि एकैछिन टाइम लाग्छ यसमा। त्यसपछि यहाँनिर डोन्ट कपी, त्यसपछि यहाँनिर स्किप, मोर, एक्सेप्ट, skip, or agree, skip, get start। त्यसपछि तपाईको फोन पुरै अनलक भयो। यसमा भएको कुराहरू सबै गयो, सबै डिलिट भयो। फोन चाहिँ नयाँ जस्तो भयो। यहाँनिर हेर्नुभयो भने सेटिङ गरेर तपाईले मोडल चेक गर्नुभयो भने A5 Pro